अब एउटा मुख्य कुरा एकदमै सुन्नु होला, काम लाग्छ। कलिकालमा नाम नै हो, हामी सबैले सुनेको हुनाले सामान्य लाग्ला यो नामै हो भन्ने कुरा। अब एउटा उदाहरण सुन्नु पक्का लाग्छ। एकजना सामान्य भक्त है, ध्यान दिनु है। एकचोटि एकजना अलिकति गरिब भक्त एउटा सन्त कहाँ जानुभएछ, ध्यान दिनु र भन्नुभयो, गुरुदेव गुरुदेव म साह्रै गरिब छु, मलाई केही सम्पत्ति दिनु, मलाई कृपा गर्नु भन्दै गुरु कहाँ पुग्यो। गुरुले भन्नुभयो, ठिक छ, तिमीलाई धेरै लाभ हुन्छ मैले भनेको मान्यौ भने, त के गरौँ गुरु भन्नु। गुरुले भन्नुभयो, तिमी नाम जप, नाम जप, तिमीलाई सबै कुरा पुग्दै जान्छ, नाम जप। त भनिदिनु के नाम जपौँ, नबोल्नु है, नबोल्नु। गुरुले भन्नुभयो, राम राम जप। पहिले सामान्य बताउनु भयो, जाऊ आजदेखि राम राम जप, तिमीलाई छिटै छिटै तिम्रो इच्छा पूरा हुँदै जान्छ। त उनले पनि हस् गुरु भनेर स्वीकार गरे। ल गुरुले बताउनु भयो, गुरुको आज्ञा मान्छु, हुन्छ भनेर राम राम जप्ने नियम बनाउँछु भनेर फर्किए। यति पाएपछि अलि पर पुगेको एउटा सामान्य किसानसँग भेट भएछ, ध्यान दिनु है। अनि त्यो किसानले, अब उसले त अहिलेसम्म नसुनेको, ओहो आजसम्म नसुनेको यस्तो राम नाम दिनुभयो गुरुले, कसैले दिएको थिएन मलाई भन्दै गएको। त त्यो किसानले के भनेछ, उसलाई चिनेको मान्छे, उसलाई भेट्ने बित्तिकै गुरुबाट लिएर आएको किसानले पनि ए राम राम भाइ भनेछ। उसलाई सामान्य लाग्यो, अरे यत्रो गुरुबाट लिएर आएको भनेको मन्त्र त यो किसानलाई नै आउँदो रहेछ। उसले भेट्ने बित्तिकै राम राम भाइ भनिहाल्यो। अरे गुरुले दिनुभयो खुब महान हो भनेको त एउटा किसानले पनि यही भन्दो रहेछ। अनि अलि पर गएको एउटा लास लाँदै थिए घाटतिर, के भन्दै, राम नाम सत्य हो, राम नाम सत्य हो। त्यहाँ पनि सुन्यो, अरे त्यो राम नाम त यहाँ पनि भनिरहेछ। है गुरुले त के दिनुभएछ, सामान्य दिनुभएछ, मलाई सबैलाई थाहा भएको नाम पो दिनुभएछ, कुनै एउटा महान गोप्य दिनुभयो भनेको होइन रहेछ। फेरि जानु पर्यो गुरु कहाँ। फेरि गए गुरु कहाँ, फेरि गएर आदर प्रणाम गर्दै, गुरुदेव हजुरले दिनुभएको नाम त सामान्य रहेछ। त्यहाँ गएको किसानले पनि पहिल्यै राम राम भने होला, अनि उता घाटतिर लानेले पनि राम नाम सत्य भन्दैछन्। त हजुरले त मलाई खै ठुलो सम्पत्ति दिए जस्तो लागेन भनेर गुरुसँग भन्दै थिए। त के चाहियो त तिमीलाई, के चाहिएर आएको थियो? उसले भने, गुरु मलाई त्यो नाम भन्दा पनि मलाई त अहिले तत्काल म गरिब हुँ, मलाई त सम्पत्ति चाहिएको, मलाई धन चाहियो। ए हो, धन चाहियो, ल ठिक छ, त्यसो भए मसँग यहाँ मेरो झोलीमा हिरा छ, कसैलाई नदिकन राखेको छु, हिरा छ। त्यो हिरा अहिले भर्खर चाहिँ तिमीलाई दिन्न, पहिला एउटा काम गरेर आऊ अनि बताउन। जाऊ पहिले यो हिराको भाउ बुझेर आऊ, कति आउँछ यसलाई बेच्यो भने, अनि बल्ल तिमीलाई दिउँला भनेर त
त गुरुले देखाउनु भयो त्यो झोला उठाऊ र जाऊ बजारमा विभिन्न ठाउँमा बुझ, जसले धेरै पैसा दिन्छु भन्ला त्यहाँ बेचौँला अनि तिमीलाई दिउँला। बरु पहिले भाउ मात्रै बुझेर आऊ, यहाँ नबेचिकन। त के गर्नुभयो, देखाइदिनु भयो। अब ऊ पनि बिचारा खुसी भयो, ए अब त साँच्चै धन नै दिनु लाग्नु। त हिरा बोकेर अनि गयो, पहिला भाउ बुझ्नु मात्रै छ। जाँदा जाँदा धेरै पसल के हुन्छ, यस्तै सागसब्जी किराना पसल हुन्छ। पहिले गए एउटा सागसब्जी पसलमा गएर सोधे, ए साहुजी, ल यो हिरा तपाईँलाई दिएँ भने तपाईँले मलाई कति सम्पत्ति दिनुहुन्छ? त सागसब्जीवाला पसलले के भने, अरे तिमीलाई आज भोलि कति चाहिन्छ सब्जी, त्यति 2-4 किलो सब्जी म पुग्ने गरी दिन्छु। हुन्छ, हिरा दिन्छौ भने